म के हुँ? म को हुँ होइन, म के हुँ भन्ने प्रश्न एक व्यक्तिले सोध्न सक्ने सबैभन्दा गहिरो र दार्शनिक जिज्ञासाहरूमध्ये एक हो। यो प्रश्नले केवल भौतिक जगतको हदसम्म सीमित नगरी चेतनाको गहिराई, आत्माको अमूर्तता र अस्तित्वको रहस्यलाई समेट्छ। यस प्रश्नको उत्तर खोज्ने बेलामा मैले आफैलाई विभिन्न आयामहरूमा हेर्नुपर्छ, जस्तै भौतिक, मानसिक, आध्यात्मिक र अस्तित्वगत। प्रत्येक दृष्टिकोणले मेरो मको भिन्न पाटोलाई उजागर गर्छ। म सोचेको सोचै भए, किनकि सोच्दा सोच्दै म यो सोच्न पुगेँ, के अरूलाई थाहा होला त उनीहरू के हुन् भनेर? यदि यो संसारभरका एउटा मानिसलाई पनि आफू के हो भनेर थाहा छैन भने मलाई चाहिँ कसरी थाहा हुन्छ र कि म के हुँ भनेर? म के हुँ? यदि म भौतिक दृष्टिले आफैलाई हेरेँ भने म एउटा शरीर हुँ, जो कोष, रगत, मासु, हड्डी र अङ्गहरूको अनन्त संयोजनले बनेको छ। मेरो यो शरीर समयको लामो यात्रामा प्राकृतिक चयनको परिणामस्वरूप विकसित भएको छ। यस शरीरको प्रत्येक एउटा अङ्गले मेरो अस्तित्वलाई सम्भव बनाएको छ। तर के म केवल यही हुँ? मेरो अस्तित्व के केवल रगत र मासुको यो गठबन्धनमा मात्र सीमित छ? म के हुँ भन्ने प्रश्नको उत्तर यति मात्र त पक्कै हुँदैन। त्यसैले यदि अब मानसिक दृष्टिकोणबाट म के हुँ भन्ने प्रश्न हेर्ने हो भने, यस प्रश्नले मलाई मेरो मनको संसारमा प्रवेश गराउँछ। म विचारको अनन्त धारा हुँ वा स्मृतिहरूको सङ्ग्रह हुँ। यो मन त अनुभव, संस्कार र समाजको पर्खालभित्र निर्माण भएको हो। यो मेरो अस्तित्वको त्यो पक्ष हो जसले सपना देख्छ, आकाङ्क्षा राख्छ र आफूलाई परिभाषित गर्छ। तर के म मेरो स्मृतिहरूको योग मात्र हुँ? म मेरो मन हुँ, तर मन पनि त अस्थिर छ। विचारहरू आउँछन् र जान्छन्, भावनाहरू उठ्छन् र घट्छन्, र मेरो सबैभन्दा गहिरो विश्वास पनि एक क्षणमा उल्टिन सक्छ। यदि म मेरो मन हुँ भने म केवल एउटा अस्थिरताको तस्बिर हुँ, वा एक चिटिक्क स्वरूपले बलिरहेको मैनबत्ती जसलाई हावाको सामान्य सासले निभाउन सक्छ। त्यसैले म मेरो मन त पक्कै होइन होला। रातको शान्तिमा जब संसार अन्धकारमा हराउँछ र दिनभरिको हलचल सम्झनामा हराइरहेको बेला, एक शान्त प्रश्न मेरो मनमा जहिले उठ्छ, अनाशय र लगातार, म के हुँ? सायद म केही गहिरो छु, केही जो शरीर र मनलाई पार गर्दछ। आत्मा, आत्मा एक सार जसले भौतिक संसारलाई पार गर्छ। त्यो जसलाई विभिन्न धर्महरूले विभिन्न नामले चिनाउँछन्, जस्तै आत्मा, आत्मन, चैतन्य आदि। त्यो नै मेरो साँचो अस्तित्व हो। म समय र स्थानको सीमाबाट परको हुँ। म अनन्तको एक अंश हुँ, जसले आफ्नो साँचो स्वरूपलाई महसुस गर्न खोज्दछ। मेरो भौतिक शरीर मरे पनि मेरो यो आत्मा भने सदैव जीवित रहन्छ। यो आत्मा नै मेरो साँचो म हो, जसले यो संसारभन्दा टाढा पनि महसुस गर्न सक्छ। तर आत्मा यो हो, त्यो हो भनेर परिभाषित छ। तर के यो केवल हाम्रो कल्पनाको एक संरचना हो, जुन मृत्यु र अज्ञातको डरबाट जन्मिएको हो? अन्ततः म एक अस्तित्ववादी हुँ, जसले आफूलाई निरन्तर खोज्दै, निर्माण गर्दै र परिभाषित गर्दैछ। म पहिला अस्तित्व लिन्छु, अनि मेरो निर्णयहरू, मेरो कर्महरू र मेरो अर्थद्वारा आफूलाई परिभाषित गर्न खोज्छु। म स्वतन्त्र हुँ, तर यो स्वतन्त्रता बोधसँग आउँछ र मेरो अस्तित्वको जिम्मेवारसँग पनि आउँछ।
म के हुँ भन्ने प्रश्न निरन्तरको यात्रा हो जसले मलाई आफैलाई पुनः पुनः परिभाषित गर्न प्रेरित गर्छ। सत्य यो हो कि म यी सबै चिजहरूको सङ्गम हो। एक शरीर जो संसारको माध्यमबाट हिँड्छ, एक मन जसले त्यसलाई बुझ्छ र यसको व्याख्या गर्छ, एक आत्मा जसले यसलाई अर्थ दिन्छ। म अनुभवहरूको एक सङ्गीत हुँ, खुसी र दुःख, प्रेम र हानि, आशा र निराशाको धागोबाट बुनेको एक गजुर हुँ। म एक प्रगतिको कथा हुँ, प्रत्येक सास, प्रत्येक हृदयको धड्कन, प्रत्येक चेतनाको क्षणसँगै खुल्दै जाने यात्रा हुँ। तर आखिरमा यो बुझाइहरू पनि अपूर्ण छ, किनकि म सङ्गीतको मुनिको शून्यता क्रम पनि हुँ, मौनता पनि हुँ, गजुरभित्र रहेको शून्यता, आँधी आएको बेलामा मुटुमा रहेको शान्तता पनि हुँ। त्यसैले त म के हुँ? म एक प्रश्न हुँ जसको जवाफ दिन सकिँदैन। म एक रहस्य हुँ जसलाई समाधान गर्न सकिँदैन। यसरी म के हुँ भन्ने प्रश्न केवल उत्तरको खोजी होइन, यो आत्माको यात्रा हो। म एक भौतिक शरीर हुँ, एक गतिशील मन हुँ, एक शाश्वत आत्मा हुँ र एक स्वतन्त्र अस्तित्ववादी हुँ। म यो संसारमा उपस्थित छु, तर यस संसारमा सीमित छैन। म यस समयसँग बग्दैछु, तर अन्तकालसम्म बाँकी छु। म के हुँ भन्ने प्रश्नको उत्तरमा म केवल यो भन्न सक्छु कि म अनन्त यात्रामा छु, जहाँ प्रत्येक क्षणले मलाई नयाँ रूपमा परिभाषित गर्दछ। धन्यवाद अन्त्यसम्म सुनिदिनु भएकोमा।